त कैलाश पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरूले मलाई बाहेक पारी एक वचन पनि नसोधी आफूले कन्यादान लिएछन्। कैलाशको स्वामी भएर पनि मेरा स्त्री छैनन्, अब मलाई कसले कन्या देला भनी ध्यान दृष्टिले विचार गरेर हेर्दा दक्षकी 33 कोटी कन्यामा सबभन्दा जेठी बाँकी नै रहेछन्। देवताहरूले मेरो मर्यादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाऊ? आफै जान्छु भनी दक्षका घर गए। दक्षले महादेव आउन लागेको परैबाट देखि वीरणीसित भने, हे स्त्री, ऊ हेर त, त्यो आउन लागेको महादेव होइन? हुन् स्वामी, उनी महादेव नै हुन्। हे दक्ष प्रजापति, हे महादेव, आज त मेरो घरमा के काम ल्याइस्? हे दक्ष प्रजापति, तिम्रो कृपाले 33 कोटी देवताले कन्यादान पाए। अब बाँकी सतीदेवी रहेछन्। म योग्य पनि छु, ती कन्या मलाई कृपा गर। हे पापिष्ट महादेव, मेरी कन्या सतीदेवीतिर योग्य कसरी होली? त कस्तो भने मसानको खरानी घसी, सर्पको गहना लगाई, बाघको छाला ओढेर बुढो साँडेमा चढ्ने, 20 भाङ धतुरो खाई, भूत प्रेतली मसानमा बस्ने दिगम्बर। छि, देख्दैमा घिन लाग्ने। अरे मेरै अगाडि आएर यस्तो अयोग्य कुरा गर्ने? यत्रो हिम्मत तेरो? जा, निस्किहाल मेरो घरबाट। महादेवले यस्तो किसिमसित दक्षले क्षुद्र वचनद्वारा निन्दा गरेको सुनि साह्रै नै चित्त दुखाई बाहिर आएर नदिने भए दिन्न भने भइजान्थ्यो। यस्तो निन्दा गर्ने कामै थिएन। अब कहाँ जाउँ, के गरौँ? ती कन्या कसले मलाई पारिदेला भन्ने तर्क वितर्क गर्दै विष्णुको वैकुण्ठ धाममा पुग्नुभयो। विष्णुले शङ्करजी आएको देखि हत्तपत्त उठेर उच्च आसनमा बसाली के कामले आज परिश्रम गर्नुभयो भनी सोधे। अनि महादेवले आफू दक्षका घर गए र उनले दुर्वाच्य बोली अपमान गरेको सबै कुरा सुनाइसकेपछि, हे विष्णु, मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन, यही कुरा गर्न आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गर भन्नुभयो। महादेवको वचन सुनि विष्णुले भन्नुभयो, हे ईश्वर, यो काम म पार लगाउँला, हजुरले सन्देह गर्नु पर्दैन। म दक्षको घर जान्छु, म फर्केर नआउन्जेल हजुर यही राज गर्नुहोला भनी महादेवलाई पर्खाई आफू दक्ष प्रजापतिको घर जानुभयो। दक्षले विष्णु आएको देखि माथि डाकेर आदरपूर्वक बसाली, हे विष्णु, आज मेरो घर किन पवित्र गर्नुभयो, आज्ञा होस् भनी सोधेपछि विष्णुले आज्ञा गर्नुभयो। हे दक्ष प्रजापति, केही माग्न आएको हुँ, दिने भए मात्र माग्दछु। त्यति सुनासाथ दक्षले भने, हे विष्णु, माग, तिमीले मागेपछि कुनै कुरा नाइनास्ती गर्ने छैन। हे दक्ष प्रजापति, म वैकुण्ठको अधिपति भएर पनि मेरा स्त्री छैनन्। तिमीले कृपा गर्नाले 33 कोटी देवता कन्यादान पाई उद्धार भए। हे दक्ष, अब सती